हेलो एभ्रिवान वेलकम टु माई न्यू भिडियो र आजको भिडियोमा एकदमै भर्खरै आएको ब्रेकिङ न्युज रहेको छ र त्यो कुरा चाहिँ हामी बुझ्नेछौँ र त्यो चाहिँ क्लास 12 इक्जाम रिलेटेड नै छ। क्लास 12 को इक्जाम हुने कि नहुने यो कुराको फाइनल डिसिजन अझै पनि रोकिएको छ। सो आउनुहोस् डिटेलमा बुझौँ आजको यो भिडियोमा के हुँदैछ र के हुन्छ। सो सुरु गरौँ आजको यो भिडियो। सो सबभन्दा पहिला आज बिहान मैले एउटा भिडियो हालेको थिएँ है क्लास 12 रिलेटेड। त्यसमा के थियो भने बिहान 8 बजे मिटिङ बसेको थियो एनएबी बोर्डमा र त्यसपछि चाहिँ फाइनल डिसिजन चाहिँ के थियो भने तपाईहरुको इक्जाम चाहिँ 11 गतेबाट नै हुने निर्णय गरियो। त्यो भएपछि है त्यो भिडियो आएपछि चाहिँ हेर्नुस् एक्सन कति भयो। यो लगभग 8-10 घण्टाको ड्युरेसन, 8 घण्टा नि भएको छैन, त्यति भित्रमा के भइसक्यो त्यो काण्डहरू हामी हेरौँ। सबभन्दा सुरुमा यो भयो। त्यसपछि चाहिँ के भयो भने त्यसबाट यो भिडियो पछि त्यति बेला चाहिँ एउटा निर्णय के आएको थियो भने यो परीक्षामा चाहिँ टिचर सहभागी नभए तापनि सरकारी कर्मचारीहरू जुन निजामती कर्मचारी भन्छौँ, निजामती कर्मचारी खटाउने भनेर एउटा आदेश वा एउटा के भन्ने त्यसलाई एक्सन लिएको थियो भने त्यति बेला नै यो निजामती कर्मचारी युनियनका अध्यक्ष हुनुहुन्छ है उत्तम खतिवाला। सो उहाँले चाहिँ के एउटा डिसिजन लिनुभयो भने चाहिँ निजामती कर्मचारी कोही पनि खटिने छैन, कोही पनि सहभागी हुने छैन र सबै चाहिँ के को सहमति हुनेछन्, शिक्षक आन्दोलनमा सहमति जनाएका छन्। शिक्षकहरूको भनौँ वा टिचरको आन्दोलनमा चाहिँ उहाँहरूले सहमति जनाउनु भएको छ, इक्जाममा चाहिँ नखट्ने भनेर बताउनु भएको छ है। त्यसपछि के आयो भने नयाँ एक्सन आइदिरा। के आयो नयाँ एक्सन? त्यति बेला अहिले तपाईहरुको करेन्ट सिचुएसन हेर्ने हो भने कोही घरमा पढिरहेछ, कोही कहाँ पढिरहेछ, इभन मेरो भाइ नै पढिरहेछ है। नढाँटिकन भन्दाखेरि मेरो भाइ नै 12 को इक्जाम दिनको लागि तयारी गरिरहेछ। त्यो पनि बिहानदेखि पढिरहेछ। मैले यति भनेको छु भाइलाई कि भाइ तिमी पढ, चुप लाएर पढ, जति सक्छौ पढ, तिमी यतापट्टि ध्यानै नदेऊ, इक्जाम क्यान्सल हुन्छ कि हुँदैन म हेर्छु, यसको जिम्मेवारी म लिन्छु। त्यो भने जस्तै तपाईहरुको जिम्मेवारी मैले ल्याएको छु है। ढुक्क भएर तपाईहरु पढ्दै गर्नुस्। के नोटिस आइरहेछ म भन्दै जान्छु। अहिलेको यो भिडियो पनि सुन्दै गर्नुस्। यो सानो भिडियो छ। के भयो, सुनसरीमा पनि त्यसैगरी विद्यार्थीहरु बत्ती नभए पनि मोबाइल बालेर टर्च बालेर पढिरहेछन् है। तर हाम्रो सरकार केयरलेस भइरहेछ यो कुरामा र अनि के आयो भने यहाँ हेर्नुस्, निजामती कर्मचारी वा लोकसेवा यो क्लास 12 को इक्जाममा जो केन्द्र अध्यक्ष खटाइन्छ नि उहाँहरूले रिजाइन दिन थालिसक्नुभयो। नयाँ एक्सन है, एक्सन माथि एक्सन आइरहेछ क्या। यहाँ रियाक्सन हेरिरहेको छैनौँ, सबै एक्सन हेरिरहेछौँ है। सो एक्सन के आयो, कक्षा 12 मा जतिजना खटाइन्छ कर्मचारी केन्द्र अध्यक्ष भनेर, केन्द्र अध्यक्ष हुन्छ नि उहाँहरूले रिजाइन दिन थाल्नुभयो। जस्तो दैलेख र धनकुटाको सबैजनाले रिजाइन दिइसक्नुभयो, दैलेख र धनकुटाको। अब हेर्नुहोस् नयाँ एक्सन फेरि के आयो। त्यसपछि अर्को आउँछ 73 घण्टा भित्र आफ्ना माग पूरा नभए अर्को चरणको आन्दोलन जान्ने भन्दै निजामती कर्मचारी संगठनको चेतावनी दिएका छन्। अब 73 घण्टामा चाहिँ आन्दोलन यो माग पूरा भएन भने अर्कै रूपमा आन्दोलन हुन्छ। अब हेर्नुस् नयाँ घटनामाथि घटना। 73 घण्टा भनेको त अब 72-73 लगभग भोलि पर्सि ठ्याक्कै इक्जामको दिनसम्म भयो, इक्जामको दिनै बढी हुने भयो। सो यो नयाँ एक्सन। अब के आयो भने हाम्रो केपी बाको नयाँ एक्सन लिनुभयो। केपी बाले के एक्सन लिनुभयो, कक्षा 12 को इक्जाम सार्नलाई चाहिँ प्रधानमन्त्रीले निर्देशन दियो। कसलाई निर्देशन दिन्छन्? एनएबी को बोर्ड अध्यक्षलाई, बोर्डको अध्यक्षलाई। उहाँसँग के भन्नुभयो यहाँ हेर्नु, बालुवाटारमा चाहिँ आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षक सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केही दिन परीक्षा सार्न निर्देशन दिएका छन्।
अब केही दिन भन्दाखेरि कति दिन थाहा छैन। त्यसको लागि चाहिँ नोटिस अहिले आइरहेछ। द PM हैज डिसाइडेड द NAV पोस्टपोन टु द ग्रेड 11 इक्जाम्स। त्यस्तै यही नोटिस चाहिँ फेरि रुटिन नेपाल बन्दले हालिसक्यो। त्यसले हालेपछि त पत्याउनै पर्यो। प्रधानमन्त्री KP शर्मा ओलीले केही समयको लागि कक्षा 12 को इक्जाम सार्नको लागि NAVलाई निर्देशन दिएका छन्। अब निर्देशन मात्र छ, मेरो कुरा सुन्नुहोस् है, निर्देशन मात्र दिएको छ, इक्जाम पोस्टपोन भएको छैन। इक्जाम पोस्टपोन भएको छैन, निर्देशन मात्र दिएको छ। भोलि यसको रियाक्सन के आउँछ? भोलि NAVले यसको जवाब दिनै पर्छ कि इक्जाम गर्ने कि नगर्ने, सार्ने कि नसार्ने। भोलि यसको इक्जामको फाइनल डिसिजन NAVले दिनै पर्छ कि आज नाइटमा दिनु पर्यो कि भोलि दिनु पर्यो। भोलि बिहान दिएन भने NAVमा ठुलो लफडा हुनेवाला छ। चाहे त्यो विद्यार्थीले गरोस्, उता टिचरद्वारा त भइराकै छ, चाहे त्यो सरकारी कर्मचारीले गरोस्। सो यसमा चाहिँ हामी यति नै बुझ्छौँ। तपाईहरु चाहिँ अहिले आफ्नो पढाइ चाहिँ कन्टिन्यू गर्नुस्, पढ्दै गर्नु होला। केही नयाँ न्यूज वा नोटिस आयो भने म तपाईहरुलाई जानकारी गराइदिइहाल्छु। अहिलेको लागि यति नै। थ्यांक यू सो मच। सी यू इन द नेक्स्ट भिडियो।